Yo, what's up, guys? Today's new vlog from Shivam house. ल त्यता छ हाम्रो शिवम भाइ हैन यो मान्छे जता भेट्यो त्यसलाई बाटोमा पक्रेर हान्नु यो मान्छे जता भेट्छ नि अरे के देखाएको भाइ तिमीले यो मान्छे त ओभर हो यो मान्छेलाई पनि हान्नु पक्रेर बाटोमा है अनि यस्तो यस्तो मान्छेहरू फर्स्ट टाइम हेर्दैछु यार म टाइट बाटो त डेन्जर छ यो मान्छे सोझो छ यो मान्छे साँच्चै सोझो छ यो मान्छे ठिक छैन के सोझै यसले न साला सोझो ल ल ल त्यहाँ हाम्रो कुकुर छ कुकुर शिवम आइज आइज शिवु ए पैसै नल्याइकन खाना आएको छ नि यार कस्तो मान्छेहरूसँग आएको छु यार म पैसै नल्याइकन खाना आएको छन् ओए दोकानमा कुटेर त खेदाउँदैन नि अब दोकानमा कुट्दै खेदाउँछ ए चण्डाल हो एक नम्बरको चण्डाल यसको मुख हेरेर दया लाग्यो भने लाइक र सब्सक्राइब हैन यहाँ एउटा मान्छे छु गर्दै हिँड्दैछ यो कुकुरलाई उठेर टोकिदिन्छ थाहा पाउँछ अनि हिँड्ने स्टाइल हेर न त्यसको आम्मामा जगिङ हान्दैछ त्यसले बिहान बिहानै यस्तो भ्यू हुँदैन यार जस्तो बेलुका यतातिर हुन्छ यार भोलि बिहानै 4 बजेतिर जानुपर्छ भ्लगमा हैन शिवु ओए भोलि बिहान जान्छस् म जान आँटेको यता भ्लग बनाउने यही बाटोतिर घुम्ने बिहान 4 बजे स्ट्रिट भ्लग तपाईहरु पनि रेडी बस्नु स्ट्रिट भ्लग हेर्नको लागि यो लोदरे एक नम्बरको लोदरे हो रिजल्ट हो ल हाम्रो त रिजल्ट रहेछ हाम्रो त फ्राइडे यही फ्राइडे मतलब आज कुन डे हो आज वेडनेसडे हो भोलि पर्सि हाम्रो रिजल्ट मैले बिगारे भन्दैछ यहाँ सबभन्दा ठुलो यहाँ हाम्रो ग्रुपमा सबभन्दा धेरै बिग्रेको मान्छे भनेको यही हो यो सबभन्दा बिग्रेको मान्छेको मुख हेर्दा हुन्छ यही हो सबभन्दा बढी बिग्रेको यो मान्छे बरु सोझो छ यसलाई त बाटोमा हेर्न हान्नु डाइरेक्ट मुख हेरिहाल केटा हो हान्नु बाटोमा भेट्यो कि दिइहाल्नु साइकल रोक्नु मोस्टली यो साइकलमै हिँड्छ साइकल रोकेर दिनु झ्यामझुम मैले दिएको भन्नु केही गर्दैन डराउँछ यता हेर्दा रे डराउँछ यतातिर हेर्दा यो माथि एक रति दया छ भने हान्दा हुन्छ यसलाई रोकेर मजाले हाम्रो स्पेसल पानीपुरी भेट्ने दोकानको अगाडिको अन्ध्यारो हेर्दा यस्तो डर लाग्छ अब यहाँदेखि हाम्रो एउटा सानो टर्निङ बाँचेको छ हेर्दा हुन्छ यो ठाउँदेखि यतापट्टि हामी जान आँटेको र यो टर्निङमा यति कुकुरहरूको इलाका छ प्लस यो मान्छेको पनि इलाका त्यतै छ अनि हाम्रो यो ग्रुपको हेड हो यो मिसेसलाई बाटोमा भेटे कुट्नु मजाले यही जस्तो यहाँ जङ्गल यात्रामा निक्लिसकेका छौँ हामी पानीपुरी ठुस्न अरे कोरोना भाइरस जङ्गल यात्रामा हिँडिसकेका छौँ हामी पानीपुरी ठुस्न डाइरेक्ट हामी पानीपुरीको दोकानमा भेटौँला मैले दबाएको छु पुरै 8वटा पानीपुरी र यो राक्षसले दबाएको छ पुरै 11वटा पानीपुरी अन्ध्यारोमा इन्स्टाग्राममा फुल फिल्टर लाएर बस्छ यहाँ अन्ध्यारोमा अनुहारै हेरेको छैन यता अनुहार हेर्दा हुन्छ यसले पुरै 6वटा खाएको छ तपाईँहरूलाई पनि दिने अरे यसले यो सरिफ मान्छे 5वटा मात्रै खायो मैले खालि खाएँ 8वटा किनभने त्यो थियो मेरो भागको अब यो बोक्सी जाँदैछ एक्लै हेरेर यसो हो मतलब मैले धेरै कम्ती पैसा दिएको होइन मैले दिएको थिएँ पुरै 100 रुपियाँ यिनीहरूले दिएको थियो पुरै 150 रुपियाँ अनि यो जट्टीले दिएको थियो पुरै 60 रुपियाँ नपत्या त्यसलाई पनि सोद्धा हुन्छ कि मैले पुरै 100 रुपियाँ थपेको थिएँ अरे कसले थपे थिएन ला होइन है गाइज झुटो बोलेको है म त मान्दिनँ है मैले पुरै 100 रुपियाँ थपेको नि फेरि यहाँ त फेरि फेक यहाँ इन्फर्मेसन फेक दिँदैछ हो त मैले 100 रुपियाँ थपेँ गाइज होइन यिनीहरू होइन अरे झन्डै बाइकले लाग्छ फर्स्टिङ नेपालमा 5-8 रुपियाँ हुँदैन खालि 5 रुपियाँ हुन्छ
ए चण्डालहरूले हल्का कम्ती थपो कि गाइस त्यही भएर यिनीहरू यस्तो भन्दैछ कि अरू के होइन के कुरा सबभन्दा बढी मैले थपेको छु यहाँ होइन पुरै 100 रुपियाँ अनि यो दुईटा चण्डालहरू घिचौडाहरू खान मात्रै आउँछ त्यहाँ बोलाइसक्यो गयो ल ल ल ल ल अगाडि यिनीहरू लास्टै छिटो हिँड्दैछन् मेरो यहाँ केही गल्ती छैन खोइ लाखे कहाँ छ लाखे ए बजिया जेपाते हेर्छ लाखे साखे लास्ट यति अँध्यारो छ कि केही देखेको पनि छैन कुकुरलाई लाखे ओए नयाँ टाइपको लाखे आउन थाल्यो रे कुकुर खाले कुकुरलाई ए मासु अन्डा खोइ कहाँ छ मासु अन्डा हो त मासु अन्डा भनेको के हो थाहा छ अरे क्यामेरामाथि हात नलाउने हेर नेवारी अरे मैं हेर्दा हुन्छ गाइस म कति गोरे छु होइन यो कति काली छ इन्स्टामा फिल्टर लाएर फोटो हाल्छ अनि अरूलाई भन्छ यसो हामीले मासु अन्डा किन भन्यौँ भन्दाखेरि हामीले सुनेछौँ नेवारी भाषामा मासु र अन्डालाई लाखे भनिन्छ त्यही भएर अब हामी तपाईँलाई डाइरेक्ट भेट्ने घर यहाँ पक्राइ सुरु भइसकेको छ यहाँ हाम्रो बहिनीलाई शिवमले कुटेर भागेको थियो यो बहिनीलाई फेरि आयो अब हेरौँ ल के गर्दै रहेछ ए इधर आओ यसलाई त टोक्छ रे त्यसले हल्का साइड बस म पनि एक दिइहाल्छु ला बहिनीले 3 चोटि कुट्दियो म पनि एक दिइहाल्छु गाई चेकको ला यहाँ के छ अरे ला कस्तो कुटेर भागो शिवम तँलाई मैले पनि कुट्दिएँ ल कस्तो कुटेर भागेछ ला अगाडितिर ओए सिर्तिक व्हाट्सअप गाइस हेलो गाइस यो हाम्रो सिर्तिक भाइ होइन यता लाइटतिर आउन हल्का होइन हो मतलब हुन्छ नि मदेखि जल्ने मान्छेहरू पनि छ कि गाइस हाम्रो सिर्तिक भाइ होइन सन्चै छौ नि अरे म्या ढकाल छ त यार त्यो गाइस त्यो मान्छे बाटोमा कहीँ भेट्यो नि साइकलबाट ओर्लेर दिनु यहाँ लुकिरहेछ हेर्नु अन्डी मन्डी सन्डे निक्लिन भने तिमी बोकी हेर न गाइस मलाई हेर आउँदैछु भागी हो निन्छ हो नि फेरि यहाँ गाइस तपाईँहरू प्लिज नहाँस्नु होला मैले एउटा चिफ गेस्टलाई भेटेको छु भर्खर हट त तिमी हट त सबजना हट त बाप रे दुश्मन त पुरै लुकेर बसिरहेको रहेछ रे गाइस यहाँ हल्का इलाका सेफ छैन मेरो हिसाबले भाग्नु पर्यो यार गाइस हल्का इलाका गाइस यसलाई बाटोमा कहीँ भेट्यौ दिइहाल्नु तिमी हट न तिमीलाई डेला नि फेरि यहाँ हेर यहाँ लुकेको हेर लुकेकी हेर यहाँ म आज उसको फेस रिभिल गराउने भए यो हाम्रो बहिनीको नाम हो भनिदिनुहोस् छोडिदेऊ हेर न ढोका लाकी हेर न त्यहाँबाट मान्छे ठिक छैन मेरो फोनले 2 चोटि झन्डै झारेको कि छैन झन्डै झारेको थियो यसलाई त गाइस हेर कि चोरी चुपे पुरै लुकी हेर्दैछ त्यहाँबाट हेर अरे त्यहाँ फर्कियो यो मान्छे गाइस कहीँ पनि भेट्छ नि बाट दिने झाम्छु मजाले यहाँ रामायण चल्दैछ उहाँ पनि चल्छ एउटा गाइस म एकछिन राखेँ यसको म ब्यान्ड बजाएर आएँ ल 2 मिनट यसो हो अहिले मेरो हातमा फोन छ कि म अहिले केही गर्न सक्दिनँ है सिमरन दिदी बहिनी टाढा छुटाउनु म बाँचेँ म एकदम सेफली यहाँसम्म आएको छु मेरो हेटर्सहरू धेरै छन् त्यता हेर्दा हुन्छ त्यो हो हेटर कि त्यसलाई हेर्दा हुन्छ यो मान्छेलाई नि बाटोमा कहीँ पनि भेटे कुदिहाल्नु क्या हेरे कि यो आफै यो 1 नम्बरको चण्डालो अरूलाई सोझो साजु भन्छ 1 नम्बरको चण्डाल त्यहाँ हेर त अर्को चण्डाललाई कुकुरसँग खेल्दैछ गाइस हेर कपाल बाँधेको अब गाइस यसो हो कि
यसको म बजाउँछु एकछिनमा हो ब्यान्ड होइन मैले 2 मिनट जति यो गाइस त म फाइनली घरतिर आइसकेको छु होइन हामीले त्यता धेरै पानीपुरी खायौँ धेरै पकडाइ हो है अनि अब हजुरहरूको सपोर्ट बनाइराख्नुहोस् होइन अब मैले बिचमा धेरै काटेँ के मतलब ओभर भयो क्या एकचोटि मतलब हामी गयौँ बाटोमा काट्नु पर्यो हो मतलब मैले जानेपछि काटेँ होइन मतलब काट्नु पर्यो क्या हल्का अब यसो हो मैले त्यो बिचमा लास्टको सिनमा भनेको थिएँ मैले यसको ब्यान्ड बजाएर आउँदैछु अनि म गएँ त्यसलाई हल्का यसो जिस्काएर भागिरहेको थियौँ हामी म जिस्काउँदा कुदिरहेको थिएँ अनि त्यसले म ठ्याक्क केसँग ठोक्किएँ क्या मलाई कस्तो यादै आएन क्या गाइस केसँग ठोक्किएँ म लडेँ लड्ने बित्तिकै मकामा चौका हान्यो क्या त्यसले म उठ्नुभन्दा अगाडि आएर मलाई कुटेर भागेको हौ सोच्नु त गाइस अब त्यसले कुटेर भाएपछि होइन अब हामी पनि केटाहरू कहाँ चुप बस्ने होइन 3-4जना केटाहरू मिलेर सिर्तिक म सिउँ हामीले जिस्कायौँ मजाले त्यसले पनि धेरै कुटो गाइस हामीलाई पक्री म त छुटिरहेको थिएँ उनीहरू दुइटालाई लास्ट दिएको छ उसले यस्तो मोटी छ यत्रो ज्यान लागेको पुरै उडाइदिन्छ अरे कुट्छ धेरै डेन्जर सरी गाइस योचोटि हाम्रो क्यामेरा हल्का मिलेन कि नराम्रो देखेको थियो अब हामी यहाँ कोठामा आइसकेको छु म मतलब कोठामा छु अहिले होइन घरको मिन्स अब झर्ने सक्यो अब हामी त्यसै भोलि न पर्सि हामी बिहान ब्लग बनाउनु गइरहेछौँ 4 बजेतिर बिहानको मतलब अहिले यस्तो कार्तिक महिना हो जाडोको है अब जाडोको महिनामा कस्तो हुन्छ थाहा छ नि बिहान बिहानै हुस्से लागेको राति मतलब यस्तो हुन्छ क्या 5-9 बजी अँध्यारो नै भइरहेको हुन्छ क्या 6-6:30 बजिहाल्छ मजा आउँछ क्या गाइस जानुपर्छ ल अब मैले उनीहरूलाई भनेको थिएँ अब म ग्यारेन्टी थाहा छैन गाइस को जाँदैछ होइन सायद म एक्लै पनि जान सक्छु नभए उनीहरू दुइटा चोरीहरू पनि आउन सक्छ है अब बनिराख्नु हामीसँग होइन मजा आउँछ अनि गाइस अब तपाईँलाई कुन अनि गाइस अब म यति नै भन्न चाहन्छु कि अब म जाँदैछु है अब हाम्रो नेक्स्ट भ्लगको लागि प्लिज हल्का वेट गरिदिनुहोस् होला होइन कमेन्टमा लेखिदिनुहोस् के कुन क्लिप हजुरलाई राम्रो लाग्यो कुन क्लिपमा हल्का सुधार गर्नुपर्छ किनभने यसो हो हामी हल्का नयाँ भ्लगिङ गरेको हामी नयाँ हल्का च्यानल नयाँ छ के अब क्रिएटर पनि नयाँ हो यति धेरै कुरा थाहा छैन है मेरो नेपाली दादा दिदी भाइ बहिनीहरूलाई कस्तो लाग्यो मलाई थाहा छैन राम्रो लाग्यो भने लाइक सब्सक्राइब हानिदिनुहोस् होला सेयर गरिदिनुहोस् होला र हामीसँग बनिराख्नुहोस् होला हामी यति नै उम्मिद गर्दैछौँ हजुरहरू ठिक बस्नुहोस् होइन अनि हामी छिटै यस्तो राम्रो भिडियोहरू ल्याइराख्ने है ल ठिक छ लागेको है गाइस राधे